किडनीको पत्थरीको घरेलु उपचार विधिहरू। पानीको मात्रा बढाउने। किडनीको पत्थरीको उपचारमा सबैभन्दा प्रभावकारी तरिका भनेको प्रशस्त मात्रामा पानी पिउनु हो। दैनिक 8 देखि 10 गिलास पानी पिउनाले पिसाबको मात्रा बढ्छ र पत्थरीलाई पिसाबसँगै बाहिर निकाल्न मद्दत गर्छ। जौको पानी। जौको पानी पिउनाले पनि किडनीको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्छ। अनारको रस। अनारमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ जसले किडनीको पत्थरीलाई घटाउन मद्दत गर्छ। कागतीको रस र जैतुनको तेल। कागतीको रस र जैतुनको तेलको मिश्रणले पनि किडनीको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्छ। कागतीको रसले पत्थरीलाई टुक्राउँछ र जैतुनको तेलले पिसाबको नलीमा सजिलै बाहिर निकाल्न मद्दत गर्छ। स्याउको रस। स्याउको रसमा पाइने मलिक एसिडले किडनीमा पत्थरी बन्नबाट रोक्छ। तुलसीको रस। तुलसीको रस नियमित सेवन गर्नाले किडनीको पत्थरीलाई बाहिर निकाल्न र यसको दुखाइ कम गर्न मद्दत गर्छ। राजमा। राजमामा प्रशस्त मात्रामा फाइबर पाइन्छ जसले किडनीको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्छ। ध्यान दिनुहोस्, यो घरेलु उपचार विधिहरूले सानो आकारको पत्थरीलाई मात्र बाहिर निकाल्न मद्दत गर्छ। ठूलो आकारको पत्थरीको लागि डाक्टरको सल्लाह लिनुपर्छ। कुनै पनि घरेलु उपचार विधि प्रयोग गर्नु अघि डाक्टरको सल्लाह लिनुहोस्। किडनीको पत्थरीको दुखाइ धेरै भएमा तुरुन्तै डाक्टरकोमा जानुपर्छ।